बुवा ए तँ पो होस् किन आइस अफिस एउटा कुरा भन्नु थियो हजुरलाई। के कुरा थियो त्यस्तो बाबु ल यहाँ आइज न कुर्सीमा आएर बस कुरा गरौँ आइज आइज बस बस के कुरा थियो बाबु बुवा हजुरले यति वर्ष मिहिनेत गर्नुभयो मलाई पाल्नुभयो मैले जे मागेँ सबै कुरा तपाईँले मलाई ल्याइदिनु भयो बुवा। मैले 5 महिनादेखि एउटा कुरा हजुरलाई भन्छु भनेर बसिरहेको थिएँ बुवा। के कुरा थियो बाबु त्यस्तो अघिदेखि कुरा भन्छु भन्छु भनेकै छैनस् सिधा पोइन्टको कुरा भन्न बाबु अफिस टाइम छ ढिलो गर्छ हतार छ बुवा अहिले आराम गर्ने उमेरमा पनि हजुर दिन रात काम गर्नुहुन्छ। यस्तो घाममा तातो घाममा पनि हजुर काम गर्नुहुन्छ कहिले डाँडा काँडा चढ्नुहुन्छ बुवा सबै कुरा हाम्रो लागि नै गर्नुहुन्छ बुवा। अब आराम गर्ने उमेर हो बुवा हजुरको। बुवा अब परिवारको जिम्मेवारी मलाई सोधिदिनु बुवा। म गर्छु परिवारको लागि म पाल्छु अब आफ्नो परिवार। ए बाबु त ठुलो भइस एउटा कुरा भन् त कति छ तेरो स्यालेरी 10,000 जा अब 10,000ले घरमा आफूलाई पाल्छस् कि घर पाल्छस् कि आफूलाई पाल्न सकेका छैन जतिखेर मोबाइल चलाएर बस्छस् एनएमसी आउनु थालिसक्यो के गर्छस् रे जतिखेर पनि मोबाइल चलाछ बसेछ पढेको त देख्दिनँ कहिले पनि मैले तँलाई म मोबाइलमा त पढ्छु नि बुवा आजकल। के पढ्छस् खै देखा त हेरौँ तेरो मोबाइलमा के छ देखा देखा हाम्रो एउटा अनलाइन वेब छ बुवा www.edulocusweb.com। यसमा सबै कुराहरू छ। यसमा म एनएमसिएली मात्र होइन बुवा पिजीको पनि तयारी गर्दैछु। झन् अहिले नयाँ आउने सिई ब्याचलाई चाहिँ यति धेरै एमसिक्यू सेटहरू अभाइलेबल छन् जुन एमसिक्यू सेटहरू गऱ्यो भने इजिली नाम निकाल्न सकिन्छ। यो साइटमा त झन् पास्ट क्वेसन सब्जेक्ट वाइज टेस्ट च्याप्टर वाइज टेस्ट मोडल टेस्टहरू एकै ठाउँमा अभाइलेबल छन् र गर्न सकिन्छ। यो मात्र होइन यसमा कस्टम टेक्स्ट च्याप्टर रिकमेन्डेसन एआई एनालाइसिस पिडिएफ सोल्युसन र डेली रिमाइन्डर जस्ता फिचर्सहरू नि अभाइलेबल छन्। त्यही भएर आज नै www.edulocusweb.com मा गएर आफ्नो अकाउन्ट बनाउनुहोस् र लगइन गर्नुहोस्। बाबु यो एपमा त पैसा टन्नै लाग्छ होला महँगो छ होला बुवा पैसा त लाग्छ तर मेरो प्रोमो कोड युज गर्नुभयो भने तल दिएको सस्तो हुन्छ 10% डिस्काउन्ट पनि हुन्छ यसमा। ल ठिक छ ल मोबाइल लिग पढ त्यसो भए एनएमसी पास हो है एनएमसी पास रजिस्टर्ड डक्टर बन बिरामीको सेवा गर पैसाको चिन्ता नलिग देशको स्थिति यस्तै छ पैसा बिस्तारै कमाउलास् है तेरो लागि पैसा कमाउन बुवा छँदैछ त आफूले मिहिनेत गरेर पढ अहिले जा टेन्सन नलिग ल जा घर खर्च पछि चलाउला पास भएपछि ल जा।